सुविधाहरूको संक्षिप्त प्रस्तुतिमा स्वागत छ। विस्कन्सिन अवकाश प्रणाली WRS का योग्य UW म्याडिसन कर्मचारीहरूका लागि आज हामी यी विषयका बारेमा कुरा गर्नेछौँ। विस्कन्सिन अवकाश प्रणाली WRS, स्वास्थ्य बिमा, अतिरिक्त बिमा जस्तै दाँत र आँखाको, जीवन र अशक्तता बिमा। युनिभर्सिटी हाउसिङ, परिसर, योजना र व्यवस्थापन र मानव संसाधन कार्यालयका सुविधा विशेषज्ञहरूले यो प्रस्तुति बनाउन सांस्कृतिक भाषागत सेवाका साथ काम गरे। सबै तथ्याङ्कहरू 2026 सालका लागि हुन्। हरेक वर्ष अद्यावधि गरिएको खर्च र कभरेज हेर्नुहोला। फेरि पनि UW म्याडिसन र यस सुविधाहरूको प्रस्तुतिमा स्वागत छ। आउनुहोस् सुरु गरौँ। 30 दिने म्यादको बारेमा कुरा गरेर सुरु गरौँ। 30 दिनको म्याद। तपाईको कामको सुरुको दिनदेखि 30 दिनभित्रमा प्रायजसो सुविधाहरूमा भर्ना हुनु पर्दछ। यदि भर्ना हुनु भएन भने तपाईले आफूले पाउने सुविधाहरूमा भर्ना हुन नपाउन सक्नु हुनेछ। यदि तपाईले समयमै भर्ना हुनुभयो भने तपाईको कामको सुरुको महिनाको अर्को महिनाको पहिलो दिनमा प्रायजसो सुविधाहरू सुरु हुनेछन्। नहुने सुविधाहरूको बारेमा सोध्नुहोला। तपाईको भर्ना हुने म्याद पत्ता लगाउनुहोला। क्यालेन्डरमा तपाईको कामको सुरुको दिन खोज्नुहोला। त्यस मितिदेखि 30 दिन गन्नुहोला। तपाईले सुविधाहरूको लागि तपाईको कामको 30 दिनभित्र भर्ना हुनु पर्दछ। उदाहरण, यदि तपाईले अप्रिल 1 मा काम सुरु गर्नुभयो भने तपाईले मे 1 भित्रमा भर्ना हुनु पर्दछ। यदि तपाई 30 दिनभित्रमा भर्ना हुनु भएन भने के तपाईले भविष्यमा भर्ना गर्न सक्नुहुन्छ? जीवन बिमा, अशक्तता बिमा, इन्कम कन्टिन्युएसन इन्सुरेन्स ICI पाउनुहुने छैन सम्भवतः। स्वास्थ्य, दाँतको, आँखाको, फ्लेक्सिबल स्पेन्डिङ, दुर्घटना बिमा सम्भवतः यी बेलामा। वार्षिक सुविधा भर्ना, एनुअल इनरोलमेन्ट वा जीवनको केही मुख्य घटना जस्तै बिमा गुमेको, विवाह, जन्म वा अडाप्सनको 30 दिनभित्रमा। दुर्घटनात्मक मृत्यु र अङ्गच्छेदन AD&D 403B र 457B सक्नुहुन्छ। योग्यता भएसम्म कुनै पनि बेलामा भर्ना हुन सक्नुहुन्छ। वार्षिक सुविधा भर्ना, ओपन एनरोलमेन्ट। यो वर्षको एक मात्र समय हो जब तपाईले जीवनको मुख्य घटना वा काम बदल बिना तपाईको प्रायजसो सुविधाहरू बदल्न सक्नुहुन्छ। केही सुविधाहरूमा तपाईले हरेक वर्ष फेरि भर्ना हुनुपर्दछ। ओपन एनरोलमेन्ट प्रायजसो सेप्टेम्बर र अक्टोबरको बीचमा हुन्छ। तपाईको सुविधाहरूको बदल अर्को वर्षको जनवरी 1 मा सुरु हुन्छन्। र जीवनका मुख्य घटनाहरू के हुन्? जीवनको मुख्य घटना र सुविधाहरूको बदल। जीवनको मुख्य घटनाको 30 दिनभित्रमा तपाईले केही सुविधाहरूमा भर्ना वा बदल गर्न सक्नुहुन्छ। उदाहरणको लागि, विवाह, सम्बन्ध विच्छेद डिभोर्स, जन्म वा बच्चाको अडप्सन, नयाँ काउन्टीमा सरेमा, अन्य सुविधाहरू हटेमा। यदि तपाईले जीवनको मुख्य घटना अनुभव गर्नुभयो भने सुविधा प्रक्रियामा सहयोग पाउन सुविधा विशेषज्ञलाई सम्पर्क गर्नुहोला। हामी अवकाश योजनाका सुविधाबाट सुरु गर्नेछौँ। हामीसँग 3 वटा अवकाशका चयनहरू छन्। विस्कन्सिन रिटायरमेन्ट सिस्टम सबै योग्य कर्मचारीहरूका लागि अनिवार्य छ। अन्य 2 वटा योजनाहरू वैकल्पिक हुन्। UW को 403B र विस्कन्सिन राज्यको 457B। तपाईले यी 2 वैकल्पिक योजनाहरूका लागि कुनै पनि समयमा भर्ना हुन सक्नुहुन्छ। नयाँ काम सुरु गर्दा मात्र होइन। विस्कन्सिन अवकाश प्रणाली WRS पेन्सन वा अवकाश कार्यक्रम हो। राज्यका योग्य कर्मचारीहरूले विस्कन्सिन राज्य कानुन अन्तर्गत योगदान गर्नै पर्दछ। योगदानहरू तपाईको तलबबाट आफै निकालिन्छन् कर तिर्नु अघि। 2026 सालको लागि कर्मचारीहरूको योगदान तपाईको तलबको 7.2% र रोजगारदाताले 7.2% को उही रकम योगदान हुन्छ।
दुईवटा वैकल्पिक अवकाशका योजनाहरू छन्। UW को 403B वैकल्पिक अवकाश कार्यक्रम SRP र विस्कन्सन राज्यको विस्कन्सन डिफर्ड कम्पन्सेसन 457B। तपाईले यी दुई वैकल्पिक योजनाहरूका लागि कुनै पनि समयमा भर्ना हुन या नहुन सक्नुहुन्छ। नयाँ काम सुरु गर्दा मात्र होइन, तपाईको विस्कन्सन अवकाश प्रणाली योगदानको साथसाथै दुवै योजनाहरूले तपाईलाई तपाईको तलबबाट सो योजनाहरूको खातामा योगदान गर्न अनुमति दिन्छन्। दुवैले कर तिर्नु अघि वा कर तिरेपछि राख्न मिल्ने योगदानको अवसर प्रदान गर्दछन्। न्यूनतम योगदानको रकम तोकिएको हुँदैन, तर अधिकतम योगदानको रकम तोकिएको हुन्छ। यी मध्ये कुनै पनि योजनामा रोजगारदाताले उही रकम योगदान गर्दैनन्। अब तपाईको स्वास्थ्य बीमाको बारेमा कुरा गरौँ। हामी तपाईको स्टेट ग्रुप स्वास्थ्य बीमाका चयनहरू, दाँत र स्वास्थ्य बचत खाताका बारेमा कुरा गर्नेछौँ। अप्ट आउट पहल। तपाईले स्वास्थ्य बीमा नलिन सक्नुहुन्छ। उदाहरणको लागि, यदि तपाईको अरु कुनै स्वास्थ्य बीमा छ भने र स्टेट ग्रुप हेल्थ इन्सुरेन्स बीमा कार्यक्रम अन्तर्गत लिनुभएको छैन भने, यदि तपाईले समयमै यो पहल रोज्नुभयो भने र स्वीकृति पाउनुभयो भने, तपाईले तपाईको तलबमा महिनाको $166 पाउनुहुनेछ। यो आम्दानीमा कर लाग्दछ र यो विस्कन्सन रिटायरमेन्ट सिस्टम अन्तर्गतको आम्दानी होइन। यसले तपाईको अवकाशको अनुइटीलाई असर गर्दैन। रकम पाउनको लागि हरेक वर्ष वार्षिक सुविधा भर्ना ABE को बेलामा अप्ट इन गर्नु पर्दछ। मेरो स्टेट ग्रुप हेल्थ SGH कहिले सुरु हुन्छ? संकाय, शैक्षिक कर्मचारी र सीमित नियुक्ति फ्यासलीको लागि महिनाको पहिलो दिन वा अर्को महिनाको पहिलो दिनमा बिमा सुरु हुन्छ। युनिभर्सिटी कर्मचारीको लागि तपाईको बिमा कहिले सुरु हुन्छ तपाईले रोज्नुहुन्छ। चयनहरूलाई केही उदाहरणहरूका साथ हेरौँ। प्रायजसो कर्मचारीहरूले चयन ख रोज्नुहुन्छ। भर्ना सहायताको लागि तपाईले सुविधा विशेषज्ञलाई सम्पर्क गर्नु पर्दछ। तपाईले 4 वटा स्वास्थ्य बीमा योजनाबाट रोज्न सक्नुहुन्छ। इट्स योर चोइस स्वास्थ्य योजना वा नीलो योजना। विस्कन्सनमा आधारित, नेटवर्क भित्रका प्रदायकहरूका साथ मात्र चलाउन मिल्ने, नेटवर्क बाहिर सेवा नभएको, आपतकालीन वा अर्जेन्सियारको लागि मात्र भएको। एक्सेस योजना वा पहेँलो योजना। राष्ट्रव्यापी नेटवर्क, नेटवर्क भित्र र बाहिरका प्रदायकहरू साथ चलाउन मिल्ने। नेटवर्क बाहिर कम सेवा, आफैले तिर्नुपर्ने रकम बढी। हाई डिडक्टिबल स्वास्थ्य योजना वा रातो योजना। स्वास्थ्य बचत खाता HSA खोल्न अनिवार्य, विस्कन्सिनमा आधारित, नेटवर्क भित्रका प्रदायकहरूका साथ मात्र चलाउन मिल्ने, नेटवर्क बाहिर सेवा नभएको, आपतकालीन वा अर्जेन्सियारको लागि मात्र पाउने। एक्सेस SDHP स्वास्थ्य योजना वा हरियो योजना। स्वास्थ्य बचत खाता HSA खोल्न अनिवार्य, राष्ट्रव्यापी नेटवर्क, नेटवर्क भित्र र बाहिरका प्रदायकहरूका साथ चलाउन मिल्ने, नेटवर्क बाहिर कम सेवा, आफैले तिर्नुपर्ने रकम बढी। सबै बीमा योजनाहरूमा रोकथाम सेवा 100% समावेश छन्। नेटवर्क भित्रका प्रदायकहरूसँगका विशेष रोकथाम सेवाका लागि तपाईले केही तिर्नु पर्दैन, जस्तै कि नियमित वार्षिक स्वास्थ्य जाँच, रोगका विशेष जाँचहरू र विशेष औषधिहरू। थप जानकारीका लागि healthcare.gov वेबसाइटमा जानु भएर प्रिभेन्टिभ खोज्नुहोला। हरेक स्टेट ग्रुप स्वास्थ्य बीमा योजनाका मासिक प्रिमियमहरू यी रहेका छन्। टेबलमा व्यक्तिगत र पारिवारिक चयनहरू र युनिफर्म डेन्टल सहित वा बिनाका शुल्कहरू देखाइएका छन्। यदि तपाईले तपाईको स्वास्थ्य बीमाको लागि रोजगारदाताको नियमित योगदान पाउनुहुन्छ भने तपाईका प्रिमियमहरू यी हुन्। तपाईले धेरै तिर्नु पर्दछ यदि तपाई नयाँ युनिभर्सिटी कर्मचारी, संकाय, शैक्षिक कर्मचारी वा सीमित नियुक्ति होइन हुनुहुन्छ भने र 2 महिनाको WRS स्टेट सर्भिस पाउनुभन्दा अघि नै आफ्नो स्वास्थ्य बीमा सुरु गर्नुहुन्छ भने, 50% भन्दा कम समय काम गर्नुहुन्छ भने,
संकाय, शैक्षिक कर्मचारी वा सीमित नियुक्ति पनि समावेश। एउटा मात्र युनिभर्सिटी कर्मचारीको अस्थायी काम गर्नुहुन्छ भने। मैले थप जानकारी कहाँ पाउन सक्छु? नेटवर्कहरूको फोन नम्बर के हुन्? सेवाको बारेमा मसँग थप प्रश्नहरू छन्। यी वेबसाइटहरूमा तपाईले थप जानकारी पाउन सक्नुहुन्छ र तपाईको सेवा प्रदायक तपाईले रोज्न खोज्नुभएको स्वास्थ्य बीमाको नेटवर्कभित्र छन् या छैनन् हेर्न सक्नुहुन्छ। जब तपाईले नेटवर्क रोज्नुहुन्छ, तपाई त्यसमा 100 वर्षभरि रहनुहुन्छ। तपाईले आफ्नो नेटवर्क यी अवस्थाहरूमा मात्र बदल्न सक्नुहुन्छ। यदि तपाईले जीवनको मुख्य घटना अनुभव गर्नुभयो भने वा वार्षिक सुविधा भर्ना अवधिमा बदलहरू अर्को वर्षको सुरुवातबाट मात्र लागू हुन्छन्। के तपाईलाई विस्कन्सन बाहिर स्वास्थ्य सेवा आवश्यक छ? एक्सेस योजनाले तपाईलाई राष्ट्रभरिको सेवा र स्वास्थ्य प्रदायक रोज्दा अझै धेरै चयनहरू प्रदान गर्दछ। तर यसको मासिक प्रिमियम नीलो र रातो योजनाभन्दा बढी छन्। यदि तपाईलाई राष्ट्रभरिको सेवा आवश्यक छ या छैन र तपाईले एक्सेस योजनाको नेटवर्क रोज्नु पर्दछ या पर्दैन थाहा पाउन तपाईको सुविधाहरूको विशेषज्ञ वा ओएचआरलाई सोध्नुहोला। नीलो र पहेँलो योजनाहरूको केही विवरणहरूको बारेमा कुरा गरौँ। अफिस भ्रमण कोपे भनेको तपाईले प्रत्येक पटक डाक्टरलाई भेट्न जाँदा तिर्नुपर्ने शुल्क हो। कोपेहरू डिडक्टिबलको रूपमा गनिँदैनन्। तालिकामा इट्स योर चोइस स्वास्थ्य योजना र एक्सेस योजनाको कोपेहरू देखिन्छन्। योग्य रोकथामका भ्रमणहरूका लागि कोपे $0 हो। तपाईले प्राथमिक हेरचाह भ्रमणहरूको लागि $15 र विशेष हेरचाह भ्रमणहरूको लागि $25 तिर्नु पर्दछ। आपतकालीन कक्ष भ्रमणको लागि $75 को कोपे हुन्छ, जुन तपाई अस्पतालमा भर्ना हुनुभएमा मिनाहा गरिन्छ। यी योजनाहरूमा एक्सरे, रोग पत्ता लगाउने ल्याबहरू र शल्यक्रियाका प्रक्रियाहरू सेवा पाइने र नेटवर्कभित्रका लागि 100% तिर्नुहुन्छ जबसम्म तपाईले आफ्नो वर्षभरिको डिडक्टिबलको रकम पुर्याउनु हुँदैन। तपाईले आफ्नो डिडक्टिबलको रकम तिर्नु भएर पुर्याउनु भएपछि बीमाले त्यसपछि त्यो वर्षको लागि यी सेवाका केही खर्चहरू बेहोर्छ। नीलो र पहेँलो योजनाहरूमा कम डिडक्टिबल्स र बढी प्रिमियमका शुल्कहरू छन्। इट्स योर चोइस पारम्परिक योजना नीलो योजनाको तपाईको वार्षिक डिडक्टिबल हो एक्लो $250, परिवार $500। यसको मतलब यदि एकजना व्यक्तिको खर्च $2050 पुग्दछ भने को-इन्सुरेन्सले सो व्यक्तिको केही खर्चहरू तिर्न सुरु गर्दछ, चाहे परिवारको खर्च $500 नपुगे तापनि। यदि 2 वा बढी परिवारको सदस्यले $500 सम्मको खर्च गरे भने को-इन्सुरेन्सले सबैको केही खर्चहरू तिर्न सुरु गर्दछ। अब को-इन्सुरेन्सको बारेमा कुरा गरौँ। यदि एउटा व्यक्तिले आफ्नो $250 को डिडक्टिबल तिरेर भ्याएपछि बाँकी वर्षमा स्वास्थ्य सेवा पाइने र नेटवर्कभित्र जस्तै एक्सरे, रोग पत्ता लगाउने ल्याबहरू र शल्यक्रियाका प्रक्रियाहरूका लागि सो व्यक्तिले 10% तिर्दछन्, बीमाले 90% तिर्दछ। टिक्ने मेडिकल सामान जस्तै नाडी बाँध्ने कुरा वा बैशाखीहरूका लागि सो व्यक्तिले 20% तिर्दछन्, बीमाले 80% तिर्दछ। सो व्यक्तिले अफिस भ्रमणको कोपे तिरिरहनेछन्। यदि एकजना सदस्यले आफ्नो स्वास्थ्य सेवाको लागि तिर्नुपर्ने अधिकतम रकम OOPL $1250 तिरे भने सो सदस्यले अफिस भ्रमण, स्वास्थ्य सेवा र टिक्ने मेडिकल सामान सेवामा समावेश र नेटवर्कभित्रका लागि त्यसपछिको पात्रो वर्षभरि केही तिर्नु पर्दैन। बीमाले 100% तिर्दछ। पारम्परिक नीलो योजनाको लागि तपाईको वार्षिक OOPL यो हो। व्यक्तिगत $1250, पारिवारिक $2500। यसको मतलब यदि एकजना सदस्यले एक पात्रो वर्षभित्र $1250 तिरे भने को-इन्सुरेन्सले सो सदस्यको लागि 100% खर्च तिर्न थाल्नेछ। परिवारले तिर्नुपर्ने $2500 नतिरिसके तापनि। जब परिवारका सबै सदस्यले $2500 खर्च गरे भने को-इन्सुरेन्सले सबैजनाको लागि 100% तिर्न थाल्नेछ। यस तालिकाले
बेग्ला बेग्लै औषधिहरूको लेबलहरूको कोपे वा कोइन्सुरेन्स देखाएको छ। तपाईले आफ्नो घरमा सर्भ्यू भनिने हुलाकबाट पठाइने औषधि सेवा प्रयोग गर्न सक्नुहुन्छ र लेभल 1 र 2 का औषधिहरूमा खर्च बचाउन सक्नुहुन्छ। न्याभिटसको औषधि सूचीमा तपाईले लिनुहुने औषधिहरू र तिनीहरूको डिडक्टिबलहरू भेट्न सक्नुहुन्छ। यदि तपाईले औषधिको लागि तिर्नुपर्ने अधिकतम रकम तिर्नुभयो भने, सोही लेभलको तपाईका अरू नेटवर्कभित्र समावेश औषधिहरूको लागि थप केही पनि रकम तिर्नु पर्दैन। बिमा कम्पनीले बाँकी वर्षभरि 100% खर्च बेहोर्छ। तालिकाले बेग्ला बेग्लै औषधिका लेबलहरूका लागि व्यक्तिगत र पारिवारिक योजनाहरूको औषधिको लागि तिर्नुपर्ने अधिकतम रकम OOPL देखाएको छ। यो रूपरेखाले परम्परागत योजनाहरूका सेवाले कसरी काम गर्दछ भनेर देखाउँछ। माथिल्लो भागमा मेडिकल खर्चहरूभन्दा बेग्लै औषधिहरूको डिडक्टिबल र बिमा देखिन्छ। तल्लो भागमा देखिन्छ डाक्टर भ्रमणको कोपेहरू जुन डिडक्टिबलमा गनिँदैनन् तर तपाईको स्वास्थ्य सेवाको लागि तिर्नुपर्ने अधिकतम रकम OOPL को रूपमा गनिन्छन्। तपाईको डिडक्टिबल मेडिकल कोइन्सुरेन्स जसले तपाईको डिडक्टिबलको रकम तिर्नु भएपछि तपाईको केही मेडिकल खर्चहरू तिर्न थाल्ने। तपाईको तिर्नुपर्ने अधिकतम मेडिकल खर्च। यदि कोपे र सेवाका खर्चहरू जोडेर तपाईको OOPL को रकम पुग्यो भने तपाईको बिमाले बाँकी वर्षको लागि प्रायजसो खर्च तिर्नेछ। हाई डिडक्टिबल हेल्थ प्लान्सको बारेमा हेरौँ। HDHP र एक्सेस HDHP योजनाहरूका साथ तपाईले हरेक महिना कम तिर्नुहुन्छ किनभने तपाईको मासिक प्रिमियमहरू कम हुन्छन् र तपाईले आफ्नो वार्षिक डिडक्सनको रकम नतिर्नु भएसम्म सबै सेवाहरूका लागि आफै तिर्नुपर्ने हुन्छ। जबसम्म तपाईले डिडक्सनको रकम तिरिसक्नु हुँदैन तबसम्म बिमाले रोकथामका सेवा अरू सेवाका लागि खर्च दिँदैन। यसको कारणले गर्दा यी योजनाहरूमा स्वास्थ्य बचत खाता वा HSA समावेश छ जसले तपाईलाई चिकित्सा, दाँत वा आँखाका उपचार खर्चहरू तिर्न सहयोग गर्दछ। तपाईले आफ्नो HSA मा UW ले योगदान गर्ने रकम एकल योजनाको लागि प्रति महिना $71 र पारिवारिक योजनाका लागि $142 एक महिनामा सहित आफ्नै पैसा पनि राख्न सक्नुहुन्छ। बिमा योजनामा वार्षिक HDHP ले कसरी काम गर्दछ? सुरुमा रोकथाममा नभएको तर समावेश भएको नेटवर्कभित्रको औषधिहरू, डाक्टरसँगको भेटघाटको समय, एक्सरे, पत्ता लगाउने ल्याबहरू र शल्य चिकित्सा प्रक्रियाहरूको लागि पूरा खर्च 100% रकम तिर्नुहुन्छ। तपाईले डिडक्टिबलको रकम तिर्नु भएपछि बिमाले तपाईको बिलको केही हिस्सा तिर्छ र तपाईले डाक्टरसँग भेटघाट गर्नुहुँदाको $15 अथवा $25 कोपे, औषधिको कोपे र कोइन्सुरेन्सको तपाईको अधिकतम तिर्नुपर्ने रकमको मात्रा नपुगेसम्म तिर्नुहुनेछ। र HDHP योजनामा तपाईले तिर्नुपर्ने अधिकतम रकम कसरी काम गर्छ? यदि तपाईले आफ्नो HDHP योजनाको तपाईले तिर्नुपर्ने अधिकतम रकम OOPL पूरा गर्नुभयो भने बाँकी वर्षको लागि तपाईले नेटवर्कभित्रको समावेश गरिएको डाक्टरसँगको भेटघाट, चिकित्सा हेरचाह, टिक्ने चिकित्सा उपकरणहरू र औषधिहरूका लागि केही पनि तिर्नु पर्दैन। बिमाले 100% तिर्छ। एकल HDHP योजनाको लागि तपाईको वार्षिक OOPL $2500, पारिवारिक $5000 हुन्छ। यदि तपाईसँग पारिवारिक बिमा छ भने परिवारको कुनै एक सदस्यले $5000 रकम तिरे भने परिवारको OOPL पूरा गर्न सक्दछन्। स्वास्थ्य बचत खाता वा HSA र FSA र पार्किङ खाता जस्ता अरू कर तिर्नु अघिका खाताहरूका लागि टोटल एडमिनिस्ट्रेटिभ सर्भिस कर्पोरेसन अथवा टास्क एउटा नयाँ कम्पनी हो। कर तिर्नु अघिका बचत खाता सम्बन्धित योग्यता वा तलब कटौतीहरूका बारेमा प्रश्नहरू भएमा आफ्नो रोजगारदातालाई सम्पर्क गर्नुहोला। उनीहरूको कार्यक्रमहरूका बारेमा विशेष प्रश्नहरू भएमा टास्कलाई सम्पर्क गर्नुहोला। HDHP हरूको बारेमा मुख्य कुराहरू यी हुन्।
आइआरएस हाई डिडक्टिबलले स्वास्थ्य बिमाको लागि मार्गदर्शन बनाउँदछ। यी योजनाहरूको जानकारी तपाईको वार्षिक करहरूमा समावेश गर्नु पर्दछ। तपाईले कागजातहरू साँच्नु पर्दछ, जस्तै कि रसिद, सुविधाहरूको विवरण, बिलका बयानहरू। तपाईले हेल्थ सेभिङ्स अकाउन्ट खोल्नु भएर स्वीकृति पनि पाउनु पर्दछ। यस रूपरेखाले हाई डिडक्टिबल स्वास्थ्य बिमा योजनामा के सेवा समावेश छन् देखाएको छ। यी योजनाहरूमा औषधि, डाक्टर भ्रमण, स्वास्थ्य सेवा र उपकरण सँगै राखिएको छ। तपाईले आफ्नो वार्षिक डिडक्टिबल रकम नतिरुन्जेल यी सबै सेवाको लागि 100% खर्च तिर्नुहुन्छ, जुन एकल बिमाको लागि $1700 र पारिवारिक बिमाको लागि $3400 हो। जब तपाईले आफ्नो डिडक्टिबलको रकम तिर्नुहुन्छ, तपाईले आफ्नो औषधिहरूको लागि को-पे र को-इन्सुरेन्स, डाक्टर भ्रमणको लागि तिर्नुहुन्छ। त्यसपछि यदि तपाईले एकल बिमाको $2500 र पारिवारिक बिमाको $5000 को स्वास्थ्य सेवाको लागि तिर्नुपर्ने अधिकतम रकम ओओपीएल अथवा तिर्नुभयो भने, बाँकी वर्षको लागि तपाईको बिमाले औषधिहरू र समावेश सेवाहरूको 100% खर्च तिर्नेछ। एचडिएसपी योजना कर तिर्नु अघिको स्वास्थ्य बचत खाता एचएसएसँग लिनु पर्दछ, जहाँ तपाईले धेरै ठूला मेडिकल खर्चहरूको लागि पैसा बचाउन सक्नुहुन्छ। ईडब्ल्यूले तपाईको एचएसएको वार्षिक डिडक्टिबलको लागि योगदान गर्दछ। एकल बिमाको लागि $71 र पारिवारिक योजनाको लागि $142 हुन्छ। यो बिमा योजनाहरूको संक्षिप्त विवरण थियो। यदि तपाईसँग अरू प्रश्नहरू छन् भने तपाईले आगामी सुविधाहरूको बैठकमा सोध्न सक्नुहुनेछ। हरेक स्वास्थ्य बिमा योजनामा दाँतको बिमा सहितको योजना हुन्छ, जुन दाँतको बिमा नलिँदा भन्दा बढी शुल्कको हुन्छ। यदि तपाईले दाँतको बिमा सहितको योजना लिनुभयो भने तपाईले एकल सेवाको लागि $4 बढी अनि पारिवारिक सेवाको लागि $11 बढी तिर्नुहुनेछ। यसो गर्दा डेल्टा डेन्टल कम्पनीले दिने युनिफर्म दाँतको बिमा जोडिन्छ, जसले दाँतको नियमित सरसफाई, एक्सरे अनि प्रत्येक व्यक्ति बराबर $1000 सम्मको दाँत भर्ने सेवा समावेश गर्दछ। यसले मुख्य वा दाँत बनाउने पर्ने उपचार, उदाहरणको लागि रुट क्यानाल, क्राउन, ब्रिज वा दाँत हाल्ने जस्ता सेवा समावेश गर्दैन। तपाईले वार्षिक सुविधा भर्नाको बेलामा नहटाउनु भएसम्म यस बिमामा एक पटक भर्ना हुनुभएपछि पाइरहनु हुनेछ। योग्य जीवन घटना बाहेक अरू समयमा यस बिमालाई हटाउन पाउनु हुँदैन। युनिफर्म दाँतको बिमाले तपाईको स्वास्थ्य बिमासँग मिलेर काम गर्दछ। यसको मतलब यदि तपाईले पारिवारिक स्वास्थ्य बिमा लिनुभएको छ भने तपाईले पारिवारिक दाँतको बिमा पाउनुहुनेछ। अब हामी डेल्टा डेन्टलले प्रदान गर्ने थप दाँतको बिमाको बारेमा कुरा गरौँ। यसमा 4 स्तरको सेवा समावेश छ। तपाईले भर्ना गर्न सक्नुहुन्छ आफूलाई, आफू र श्रीमान श्रीमतीलाई, आफू र आफ्ना बालबच्चाहरू वा तपाईको पूरा परिवारलाई। तालिकाको पहिलो बाकस रोकथाम बिमा योजनाको लागि हो। यदि तपाई युनिफर्म डेन्टलसँग आफ्नो स्वास्थ्य बिमा योजना रोज्नुहुन्छ भने यो समावेश गरिएको रोकथाम बिमा योजना हो। यदि तपाई स्वास्थ्य बिमा चाहनुहुँदैन तर सामान्य दाँतको बिमामा भर्ना हुन चाहनुहुन्छ भने तपाईले रोज्नुहुने पनि यही बिमा योजना हो। सेलेक्ट र सेलेक्ट प्लस बिमा योजनाहरू थप रोज्न सक्नुहुने दाँतका बिमा हुन्। सायद तपाईको श्रीमान श्रीमतीलाई रुट कनालको सेवा चाहिन्छ होला। यसो भएमा तपाईले पूरै परिवारलाई भर्ना गर्नुको सट्टा आफू र उहाँलाई मात्र भर्ना गराउन सक्नुहुन्छ। यसो गर्दा तपाईको प्रिमियमको खर्च कम हुन्छ। तपाई यस बिमामा नयाँ कर्मचारीको रूपमा भर्ना हुन सक्नुहुन्छ वा वार्षिक सुविधा भर्नाको अवधिमा भर्ना हुन वा छोड्न सक्नुहुन्छ। उदाहरणका लागि, यदि अर्को वर्ष तपाईले दाँतको उपचार गराउँदै हुनुहुन्छ भने तपाईले अर्को वर्षको लागि बिमा लिन सक्नुहुन्छ र तपाईले सेवा पाउनु भएपछि अर्को वार्षिक सुविधा भर्नाको अवधिमा छोड्न सक्नुहुन्छ। यो तालिकाले तीनवटा योजनाहरूलाई तिनीहरूको डिडक्टिबल, अधिकतम सुविधा रकम र समावेश सेवाहरू देखाएको छ। उदाहरणका लागि, सेलेक्ट बिमा योजनाले दाँत हालेको र मौखिक शल्यक्रियाहरूको 50% सम्मको खर्च तिर्दछ।
प्रति व्यक्ति $1000 सम्मको खर्चको। सेलेक्ट प्लस बिमा योजनाले दाँत हालेको 60% र मौखिक शल्यक्रियाको 80% सम्मको खर्च तिर्दछ। प्रति व्यक्ति $2500 सम्मको खर्च। हामीसँग डेल्टा भिजनले प्रदान गर्ने आँखाको बिमा पनि उपलब्ध छ। आँखाको बिमाको नयाँ कम्पनी मेटलाइफ हो। मेटलाइफ आँखाको बिमा कम्पनीले वार्षिक आँखा जाँच र कन्ट्याक्ट लेन्स वा चस्माहरूको सेवा प्रदान गर्दछ। नेटवर्कभित्रका प्रदायक र शून्य शक्ति जाँच्ने स्रोत साधनहरूका बारेमा थप जानकारी पाउनुहोला। आँखाको बिमाका प्रिमियमहरू यहाँ दिइएको छ। दाँतको बिमा जस्तै तपाईले कसलाई समावेश गर्ने रोज्न सक्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईँ वा तपाईको श्रीमान श्रीमतीले चस्मा लगाउनुहुन्छ भने तपाईले सबै परिवारलाई नराखी आफू 2 जनालाई मात्र भर्ना गर्न सक्नुहुन्छ। अर्को सुविधा फ्लेक्सिबल स्पेन्डिङ खाताहरू हुन्। टास्क कम्पनीले प्रशासन गर्ने फ्लेक्सिबल स्पेन्डिङ खाताहरूका विभिन्न चयनहरू छन्। यदि तपाईले परम्परागत स्वास्थ्य बिमामा भर्ना हुन रोज्नुहुन्छ भने तपाईले स्वास्थ्य एफएसएमा भर्ना गर्न सक्नुहुन्छ। यो एउटा खाता हो जहाँ तपाईले योग्य दाँतको, मेडिकल र आँखाको खर्चहरूको लागि पैसा राख्न सक्नुहुन्छ। यदि तपाईले हाई डिडक्टिबल स्वास्थ्य योजना रोज्नुहुन्छ भने तपाईले स्वास्थ्य बचत खाता एचएसएमा पनि भर्ना गर्नु पर्दछ, जुन हामीले अघि नै उल्लेख गरेका छौं। तपाईले आफ्नो स्वास्थ्य बिमामा समावेश नभएका योग्य मेडिकल, आँखाको र दाँतका खर्चहरूमा अझ बढी बचत गर्न तपाईँ लिमिटेड पर्पज एफएसएमा पनि भर्ना हुन सक्नुहुन्छ। डिपेन्डेन्ट डे केयर एफएसए पनि उपलब्ध छ। तपाईको तलबबाट एफएसएमा पैसा पठाउन सक्नुहुन्छ र तपाईले लिनुभएको एफएसएको प्रकार अनुसार निश्चित स्वास्थ्य, दाँत वा निर्भर व्यक्तिहरूको हेरचाह खर्चहरूका लागि चलाउन पाउनुहुन्छ। यी खाताहरूको फाइदा यो हो कि तपाईले यिनमा राख्नुभएको पैसामा कर तिर्नु पर्दैन। उदाहरणको लागि, यदि तपाईले $200 मा 25% कर तिर्नुहुन्छ भने तपाईले आफ्नो तलबमा $150 मात्र पाउनुहुन्छ। यदि तपाईले त्यो $200 लाई एफएसएमा राख्नुभयो भने त्यो रकममा कर तिर्नु पर्दैन र तपाईले योग्य खर्चहरू तिर्नका लागि चलाउन सक्नुहुन्छ। यदि तपाईले तिर्नुपर्ने खर्चहरूको लागि योजना बनाउनु पर्दछ भन्ने तपाईलाई थाहा छ भने तपाईले यो सुविधामा भर्ना हुने वा नहुने विचार गर्न सक्नुहुन्छ। यस तालिकाले प्रत्येक प्रकारको एफएसए योग्य खर्च र निर्भर व्यक्तिहरूको साथसाथै न्यूनतम र अधिकतम योगदानहरू र सार्न सकिने सम्भव रकम देखाएको छ। निर्भर व्यक्तिहरूको हेरचाह एफएसएको लागि यदि तपाईँ अविवाहित हुनुहुन्छ वा विवाहित हुनुहुन्छ र संयुक्त रूपमा कर फाइल गर्दै हुनुहुन्छ भने अधिकतम वार्षिक योगदान प्रति परिवार $7500 हो। यदि तपाईँ विवाहित हुनुहुन्छ र छुट्टै कर फाइल गर्नुहुन्छ भने प्रत्येक श्रीमान श्रीमतीको लागि अधिकतम रकम $3750 हो। तपाईले ध्यान दिनुपर्छ कि स्वास्थ्य र लिमिटेड पर्पज एफएसएको लागि अर्को वर्षमा मात्र $660 सार्न सकिन्छ। यसको मतलब यो हो कि यदि तपाईले यस वर्षमा $1000 राख्नुभयो र तपाईले यो रकम कति पनि चलाउनु भएन भने तपाईले अर्को वर्ष अधिकतम $660 मात्र सार्न सक्नुहुनेछ। त्यसैले तपाईले आफ्नो एफएसएको लागि आफ्नो रकम हाल्नुहुँदा सावधान रहनुहोला। निर्भर व्यक्तिहरूको हेरचाह एफएसएमा कति पनि रकम सार्न सकिँदैन। तपाईले एकै वर्षभित्र सबै पैसा खर्च गर्नु पर्दछ, नभए तपाईले त्यो पैसा सबै गुमाउनुहुनेछ। यदि तपाईँ एफएसएमा भर्ना हुन रोज्नुभयो भने तपाईले बुझ्नु पर्दछ कि यदि तपाईले आफ्नो दाबीहरू प्रमाणित गर्नु भएन भने तिनीहरूलाई अस्वीकार गरिनेछन्। यसको मतलब टास्कले अनुरोध गर्दा तपाईले कागजातहरू उपलब्ध गराउनु पर्दछ जसले तपाईँ वा तपाईको परिवारले योग्य खर्च गर्नुभएको प्रमाणित गर्न सक्दछन्। यदि तपाईँ भर्ना हुन रोज्नुभयो भने तपाईको एफएसए व्यवस्थापन गर्ने दुईवटा अन्तिम कुराहरू विचार गर्नुहोला। फ्लेक्सिबल स्पेन्डिङ अकाउन्ट्सको लागि आइआरएसले मार्गदर्शन बनाउँदछ र तपाईले कागजातहरू, रसिदहरू, सुविधाहरूको बयान, बिलका विवरणहरू साँचेर राख्नु पर्दछ। उनीहरूले अनुरोध गरेका कुनै पनि जानकारीको निगरानी गर्न र समयमै पेश गर्न तपाईले इमेलहरू वा टास्क एप हेरिराख्न आवश्यक हुनेछ। अब हामी इन्कम कन्टिन्युएसन वा आइसिआईको बारेमा कुरा गरौँ। यो छोटो र लामो समयको अशक्तताको बिमा हो।
आइसिआई एउटा वैकल्पिक आम्दानी प्रदान गर्ने बिमा हो। यसले यदि तपाईँ लामो समयको लागि कामबाट बिदा लिनुपर्ने अवस्था आयो भने तपाईँको तलबमा केही सहयोग गर्नेछ। यसले तपाईँको मासिक तलबको 75% सम्म प्रदान गर्दछ यदि तपाईँले योजनाको आवश्यकता पूरा गर्नुभयो र काम गर्न सक्नु भएन किनकि तपाईँ अशक्त र बिमारी हुनुहुन्छ वा तपाईँलाई चोटपटक लागेको छ। छोटो समयको अशक्तता तब मानिन्छ जब तपाईँले आफ्नो कामको कर्तव्यहरू 12 महिना वा कमको अवधिभरि पूरा गर्न सक्नुहुँदैन। लामो समयको अशक्तता तब मानिन्छ जब तपाईँले कुनै पनि पर्याप्त लाभदायक गतिविधि substantially gainful activity पूरा गर्न सक्नुहुँदैन। आइसिआई अशक्तता बिमा। आइसिआईले तपाईँलाई यसपछि सहयोग गर्दछ। उन्मूलन अवधि एलिमिनेसन पिरियड पूरा गर्नुहुन्छ, निश्चित समयको लागि अशक्त हुनुभएको र तपाईँको सबै बिरामी बिदाको समय चलाउनुहुन्छ। युनिभर्सिटी कर्मचारी तपाईँले 30 दिन कुर्नु पर्दछ वा कमाउनु भएको सबै बिरामी बिदा चलाउनु पर्दछ 130 दिनसम्मको। यी दुई मध्ये जुन लामो अवधिको हुन्छ, अधिकतम 1040 घण्टा वा 130 दिनसम्म। युडब्ल्यू संकाय र शैक्षिक कर्मचारी तपाईँले रोज्नु भएको उन्मूलन अवधि पूरा गर्नु पर्दछ 30, 90, 125 वा 180 दिनहरू वा तपाईँको सबै बिरामी बिदा 130 दिनसम्म चलाउनु पर्दछ। यी दुई मध्ये जुन लामो अवधिको हुन्छ। आइसिआई अशक्तता बिमामा भर्ना हुने 3 तरिका छन्। अहिले नयाँ कर्मचारीको रूपमा 30 दिनभित्रमा। यदि तपाईँ नयाँ कर्मचारीको रूपमा भर्ना हुनु भएन भने तपाईँले पछि एउटा इमेल मार्फत निमन्त्रणा पाउन सक्नुहुन्छ जसमा तपाईँले पर्याप्त बिरामी बिदा कमाउनु र साँच्नु भएको हुनाले यो बिमामा भर्ना हुन पाउनुहुने कुरा लेखिएको हुन्छ। एभिडेन्स अफ इन्स्योरेबिलिटी वा इओआई मार्फत, जुन तपाईँले कुनै पनि बेला भरेर पठाउन सक्नुहुन्छ तर भर्ना हुने ग्यारेन्टी छैन, तपाईँलाई अस्वीकार गर्न सकिन्छ। तपाईँले कुनै पनि सुविधाहरूको बैठकमा आइसिआई बारे प्रश्नहरू सोध्न सक्नुहुन्छ। नोट: तपाईँ यस सुविधामा वार्षिक सुविधा भर्ना अवधि वा योग्य मुख्य जीवन घटनापछि बिमामा भर्ना हुन पाउनुहुँदैन। हामीसँग जीवन बिमा पनि छ। जीवन बिमाका दुईवटा चयनहरू छन्। तपाईँ एउटा वा दुईवटै जीवन बिमाका चयनहरूमा भर्ना हुन सक्नुहुन्छ वा कुनैमा पनि भर्ना नहुनु भए हुन्छ। तपाईँले आफ्नो स्तरको सेवा रोज्नुहुन्छ र त्यो रकम यदि तपाईँको मृत्यु भयो भने जीवन बिमा कम्पनीले तपाईँको लाभार्थीहरूलाई तिर्नेछ। तपाईँको प्रिमियम सेवाको स्तर, उमेर र आम्दानीमा भर पर्दछ। यो जीवन बिमामा भर्ना हुने केही अवसरहरूमध्ये एक हो। अन्य अवसरहरू हुन् यदि तपाईँले मुख्य जीवन घटना अनुभव गर्नुभयो, उदाहरणका लागि विवाह भने तपाईँले स्टेट ग्रुप जीवन बिमाको 1 युनिटको लागि आवेदन भर्न सक्नुहुन्छ। यदि तपाईँ बिमा योग्यताको प्रमाण मार्फत आवेदन भर्नुभयो भने जुन प्रक्रिया मार्फत भर्ना गर्दा हुने कुनै ग्यारेन्टी हुँदैन र जसले गर्दा तपाईँको आवेदन अस्वीकार हुन सक्दछ। तपाईँको जीवन बिमा चयनहरू मूल्याङ्कन गर्नुहुँदा यी कुराहरू विचार गर्नुहोला। अब दुर्घटनात्मक मृत्यु र अङ्गछेदन अथवा एडिएनडी र दुर्घटना बिमाको बारेमा कुरा गरौँ। दुर्घटनात्मक मृत्यु र अङ्गछेदन र दुर्घटना बिमाका चयनहरू हेरौँ। तपाईँ एउटा वा दुईवटैमा भर्ना हुन सक्नुहुन्छ वा कुनैमा पनि भर्ना नहुनु भए हुन्छ। तपाईँले आफ्नो श्रीमान, श्रीमती र बालबच्चालाई पनि भर्ना गराउन सक्नुहुन्छ। युडब्ल्यूको जुरिख कम्पनीसँगको दुर्घटनात्मक मृत्यु र अङ्गछेदन एडिएनडीको बिमाले तपाईँको दुर्घटनाका कारण मृत्यु भयो भने वा पक्षघात वा हातखुट्टा गुमाउने जस्तो स्थायी चोटपटक लाग्यो भने सेवा प्रदान गर्दछ। तपाईँ यस बिमामा कुनै पनि बेला भर्ना हुन सक्नुहुन्छ। दुर्घटनाको कारण घाइते हुनुभयो वा तपाईँको मृत्यु भयो भने विस्कन्सन राज्यको सेक्युरियन कम्पनीसँगको दुर्घटना योजनाले नगद भुक्तानी गर्दछ। तपाईँ तपाईँको काम सुरु गर्नुभएको 30 दिनभित्रमा वा वार्षिक सुविधा भर्नाको अवधिभित्र भर्ना हुन सक्नुहुन्छ।
दुवै योजनाहरूको लागि यदि तपाईँ दुर्घटनामा पर्नुभयो भने तपाईँले सिधै बिमाकर्तासँग आफैले दाबी पेश गर्नुपर्दछ। दुर्घटनात्मक मृत्यु र अङ्गछेदनको बिमाबाट सुरु गरौँ। तालिकामा यदि तपाईँ दुर्घटनामा पर्नु भएर निम्न सूचीमध्ये केही गुमाउनु भयो भने पाउनुहुने सेवा र सुविधा देखाइएको छ। ज्यान, एक वा बढी हात या खुट्टाहरू, केही हात खुट्टाका कामहरू, आँखा, बोली वा सुन्ने शक्ति। तालिकाले यस बिमाका थप सुविधाहरू पनि देखाउँदछ। पहिलो तालिकामा तपाईँले रोज्नु भएको रकम अनुसार मासिक कर्मचारी शुल्क र पारिवारिक शुल्क देखाइएको छ। $25,000 को रकमको कर्मचारी शुल्क मासिक 65 सेन्टबाट सुरु भएर $5,00,000 सम्मको रकमको लागि $12 सम्म पुग्छ। $25,000 को रकमको पारिवारिक शुल्क मासिक 93 सेन्टबाट सुरु भएर $5,00,000 सम्मको रकमको लागि $18.50 सम्म पुग्छ। दोस्रो तालिकाले पारिवारिक योजना अन्तर्गत तपाईँको श्रीमान श्रीमती या निर्भर व्यक्तिले पाउने तपाईँको सुविधाको रकमको हिस्सा प्रतिशतमा देखाउँदछ। अब दुर्घटना बिमाको बारेमा कुरा गरौँ। दुर्घटना बिमा योजनाले तपाईँलाई नगद दिन्छ यदि तपाईँको दुर्घटना भयो र दाबी गर्नुभयो भने। यी कुराहरू समावेश छन्: धक्काबाट मस्तिष्कमा लाग्ने चोट कन्कसन्स, हड्डी फुस्कनु डिस्लोकेसन्स, च्यातिएर चिरा परेको गहिरो घाउ ल्यासरेसन्स, हड्डी भाँचिएको, एक्सरेहरू, आपतकालीन हेरचाह, अस्पताल भर्ना, शल्यक्रिया, दोस्रो जाँच वा मूल्याङ्कन, समर्थन हेरचाह, दुर्घटनात्मक मृत्यु र अङ्गछेदन $1,00,000 सम्म। यस तालिकाले तपाईँ र तपाईँको परिवारको बिमाको हरेक स्तरको मासिक खर्च देखाउँदछ। यदि परिवारका अरू सदस्यहरू UW वा विस्कन्सन राज्यमा कार्यरत छन् भने हरेक योग्य कर्मचारीलाई कि त कर्मचारी वा निर्भर व्यक्तिको रूपमा मात्र राख्न सकिन्छ, दुवै होइन। यदि तपाईँले जीवनको कुनै मुख्य घटना जस्तै विवाह, अडप्सन, बिमा सकिएको, सम्बन्ध विच्छेद आदि अनुभव गर्नुभएको छ भने कृपया तपाईँको विभागको HR प्रतिनिधिहरूसँग तपाईँको सुविधाहरूमा सकेसम्म चाँडो बदल ल्याउन कुराकानी गर्नुहोला। जीवनको मुख्य घटनाको 30 दिनभित्रमा। यदि तपाईँसँग तपाईँका सुविधाहरूको बारेमा प्रश्नहरू वा यस प्रस्तुतिका बारेमा केही टिप्पणीहरू छन् भने तपाईँको विभागीय HR कार्यालयमा सम्पर्क गर्नुहोला वा benefits@ohr.wisc.edu मार्फत इमेल पठाउनुहोला। नेपाली भाषामा अनुवादन वा दोभाषी सेवा अनुरोध गर्नका लागि मानव संसाधन कार्यालयमा रहेको सांस्कृतिक भाषागत सेवा CLS 608-262-7521 मा सम्पर्क गर्नुहोला। धन्यवाद र तपाईँको दिन राम्रोसँग बितोस्।